त्यतिखेर हाम्रो ट्रिपको तयारी त भइसकेको छ, तर दुर्भाग्यवश पानीले साथ दिइरहेको छैन। दादाको मायालु, मोटेको मायालु, सबैको मायालु अनि यहाँ एक्लो मायालु। पानी अब कहिले रोकिन्छ अनि निस्किनुपर्छ। कस्तो देखिँदो रहेछ कपडा लगाएर हेरौँ। मेरो गाडीको लाइसेन्स कसै खुलेन यार, गाडीले खुलेन मेटरहरु किन हो र? ओ 4 घण्टा भयो। सुरुमै त हामी सबै हामीले न्युज रिपोर्टिङ गराएको थियौँ, आगो लाग्यो उहाँको कारणले। हिजो लाग्यो होइन? क्लोजअप पनि छ एउटा, क्लोजअप 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 होइन खतरा अब भिड गर्छ होइन। Finally, visa granted 2022 pass out May, granted on May 1st, log on March 26, medical March 27, 21, that's right. भाइ राम्रो सुन्ने है मेरो भाइ कलर। गाडी पनि लिएर आउँछु। हिजो चाहिँ त्यो हिजो तैँले बाइक लिएर आइथिस् नि भित्र, अनि अगाडिको त्यो त्यो अगाडिकोले त्यो माथिबाट ढोका खोलेर हेरेको हेरेन थिएँ। हामी त त्यसो भाइ बोल्यो पुरा ढोकाबाट हेरेको थियो। अङ्कल हेर्न छोराको प्रगति गर्नु त अङ्कलले फेरि रोक म नि हेलमेट लाउँछु। के छ दिदी? के छ? ठिक छ गाइस, मैले आज मेरो भाइको बाइक चलाएको। दिस इज पानी भरेर आपत छ, हामी गियर लिएर रेडी छौँ। एकैछिन म माउन्टमा जोडेर भन्नु छ। पानी कम भयो। भिडियो अन छ। हेलो गाइस, अब यसरी गयो भने त भाइ पागल भइन्छ हौ। अब यस्तो गर्छु तिमीलाई, यस्तो घुमाउँछु क्या। अब पिओभी वाला भिडियो भन्छ कि बाबु। पानी कम भयो कि निस्किने बाखेन हौ, अझै उस्तै छ। चाबी ल्याउनु तिमी बाइकको।
आज हाम्रो लामादाईको नयाँ बाइक आएको खुसीमा हामी चाहिँ पाल्पा घुम्न जाँदैछौँ। सो गाइज हाम्रो साथीहरू हल्का हल्का पानी पनि परिरहेको छ। पेट्रोल पम्प हाल्नु पर्यो। ल गाइज अब चाहिँ हामी फेरि भेट्छौँ है। हामी चाहिँ पेट्रोल भराउन आएका छौँ अहिले। 2 लिटर ल 500 सुलभ सुलभ यदार ऋषभ अबे ब्लग हो। अब फुल भन्नाले उता पुगेन अरे क्या। पेट्रोल हाल्नु पर्छ। हाम्रो दुवै बाइकमा कति 13.5 लिटर पेट्रोल गएको छ। अनि अब हामी चाहिँ जोरधारातिर जाँदैछौँ। सिधा बाबा हुँदै जोरधारा। अब हामी जोरधारा पछि हाम्रो है अझ पुग्छौँ धन्यवाद। सो गाइज हामी चाहिँ सिद्ध बाबा मन्दिर आइपुगेका छौँ। हाम्रो सिद्ध बाबा धाम। हाम्रो सिद्ध बाबा मन्दिर। अब हाम्रो बाइक फर्स्ट टाइम यहाँबाट उता जाँदैछ आज। सो अब हामी चाहिँ सिद्ध बाबा मन्दिर पनि गइसकेका छौँ गाइज। हाम्रो अर्को बाइक हाम्रो ड्याम। सो गाइज हाम्रो चाहिँ उता अघि बुटलमा पानी परेको थियो। यहाँतिर पानी त परेको छैन। दोबान पुग्यो दोबान। हामी चाहिँ दोबान पुगिएको छ है त। हाम्रो सफा बाटो, वेदर निट एन्ड क्लिन, भ्यू चाहिँ बवाल एकदम। मेरो चाहिँ फर्स्ट बाइक राइड है यहाँसम्मको विथ माई फ्रेन्ड्स। गाइज त्यो अङ्कलले हरिक चलबल दिइराख्नु भयो त्यत्रो सामान बोकेर नयाँ बाइक लिएर। दादाहरूलाई त्यहाँ आइराख्नु भयो। हामीले नम्बर प्लेट नहाल्नु पर्ने हो क्या आज खास। चलबल हुन्थ्यो नयाँ बाइकको। ल फेरि अपलोड आयो त अब सानो अपलोड। के भयो कोही गाइज केटाहरूले। सो गाइज हामी चाहिँ दोकान पुगिएको छ। हाम्रो दादा चाहिँ अगाडि हुनुहुन्छ। दादा इधर है भाइ। गाइज हाम्रो चाहिँ रिजल्ट आएको छ आज। रिजल्टको लागि राम्रो स्पट है। यदि कसै कोही फेल हुनुभएको छ भने ओ यहाँ आइसक्नु, यहाँ आउनु पाल्पा जोरधारा। दामी छ होइन।
यो काले सबभन्दा खतम मान्छे हो। होइन होइन म होइन म सो केटा यता चाहिँ घाम लागिरहेको छ अघि हामी निस्किनको लागि जुन जे कारणले अड्किरहेका थियौँ त्यो कारणको बस हामी निस्किन नपर्ने चाहिँ जस्तो लागेन तर बाइकको हालत चाहिँ अलि त्यस्तै भयो होइन मुटेको फाइदा लामो मोडगाडवाला मेरो यस्तो छ केही छैन एडभेन्चर बाइक हो यति त हुनैपर्छ स्क्रैम्बलर हो तिमीलाई दामी देख्छ बोट अहिले कपिराइट आउँछ प्लिज सरी झोला दाइ प्लिज कपिराइट नहानिदिनु हामी हजुरको फ्यान हो। पिस अब हामी अहिले बट्टु खाने बेला भेटौँ गर्नुले जम भन्ने स्पट देखाइदिन्छु मैले भ्यू देखाइदिनु ओ यो क्लिप गएछ गर्नु न पठाऊ है। ओ यो वाला पुल हालौँ क्या यो स्पट चाहिँ अस्ति नै अर्को पाल्पा भ्लगमा पनि छ है केटा ल हाम्रो चाहिँ फेरि अब यहाँ स्टप नम्बर 1 यही थियो अब अर्को स्टपमा भेटौँला बाई बाई सो गाइज हाम्रो चाहिँ बाइक चेन्ज भइसकेको छ अब म चाहिँ हाम्रो कृषक नेक्स्ट राइडर म चाहिँ यिनीहरूको बाइकमा बसिसकेको छु अब यिनीहरूको रेसको बाइकमा बसिसकेको छु अब मजा आउँछ बुलेटले चलबल दिने यो अब पाल्पातिर केटा हो माथि छ र छैन होला तलै बस म तल मजा आउँछु यहाँ त के बन्द फेरि मान्छे छ क्या तल सेकेन्ड हो हाम्रो फर्स्ट सेकेन्ड स्टप एकछिनमा त्यो चाहिँ केटा हो हाम्रो खानपिन कार्यक्रम सकिसक्यो बटुक सटुक लेग पिस के खाइयो अनि माछा स्पेसल अब चट्ट डेसा बान्ने अनि बुर्र दुई तिनवटा होटल छ कति प्याक हो कुनै पनि बुकिङको लागि छैन यार अब हेरौँ कहाँ बसिन्छ थाहा पाउँछु प्लिज